आफ्नो परिवारका लागि आफ्नै घर बनाउने चाहना सबैको हुन्छ, तर घर बनाउन लाग्दा अनेकौं चिन्ता र चुनौतीहरू आउँछन्। यी सबै कसरी व्यवस्थापन गर्ने भन्ने पीर धेरैको मनमा रहिरहन्छ। त्यही चिन्तालाई ध्यानमा राख्दै एनएमबी ब्याङ्कले ग्राहकको आवश्यकता अनुसार फिक्स्ड र फ्लोटिङ दुवै ब्याज दर विकल्पसहित होम लोन सुविधा दिँदै आएको छ। किस्ता किस्तामा लामो समयसम्म तिर्न मिल्ने भएकाले यसले आर्थिक भार मात्र होइन, मनको ठूलो चिन्ता पनि कम गर्छ र आफ्नै घर बनाउने बाटो तयार पार्दछ। नमस्ते, म भोलानाथ सापकोटा। म खास जन्मेको रामेछाप, अहिले सत्तुङ्गलमा बस्दै आएको छु। यही सिलसिलामा मेरो सानो व्यवसाय चाहिँ बसन्तपुरमा एउटा चिनो कलेक्सन कपडाको व्यापार गर्ने सिलसिलामा चाहिँ धेरै वर्षदेखि सङ्घर्ष गरेर काठमाडौँमा एउटा चाहिँ घर बनाउँछु, आफ्नो परिवारलाई एकै ठाउँमा राख्छु, मेरो बालबच्चा चाहिँ आफ्नै घरमा हुर्कियोस् भन्ने चाहिँ मेरो पहिल्यैदेखिको सपना थियो। र लास्टमा बैना पनि गरेर चाहिँ अब आफूसँग नपुगेको पैसा चाहिँ कसरी म्यानेज गर्ने, कहाँबाट लिने होला भनेर म धेरै ठाउँमा भौँतारिरहेको थिएँ। 4-5 दिनदेखि यताउता भौँतारिने क्रममा धेरैवटा ब्याङ्क पनि धाएर लास्टमा चाहिँ म एनएमई ब्याङ्कमा आइपुगेँ। एनएमई ब्याङ्कमा आइसकेपछि मैले त्यहाँ लगभग 2-3 घन्टाको त्यहाँको कन्भर्सेसनमा एनएमई ब्याङ्कको स्टाफहरूले सबैजनाले गर्नुभएको व्यवहार, उहाँहरूले मलाई बुझाउनु भएको हरेक व्यवहारले चाहिँ मैले एनएमई ब्याङ्कमै लोन लिन्छु, तर होम लोनै लिन्छु भन्ने निष्कर्ष लगभग 2-3 घन्टाको बिचमा चाहिँ मैले आफ्नो निर्णय लिएर चाहिँ म घर फर्केँ। सबैजनाले भनिरहनु भएको थियो लोन लिनलाई एकदम गाह्रो हुन्छ, डकुमेन्टै पुग्दैन भन्ने क्रममा चाहिँ 1 हप्ताभित्रमा चाहिँ आफ्नो लोन पास भएर आयो क्या। म एकदमै छक्क परेँ, मलाई सपना जस्तो पनि लागिरहेको थियो। र सबैजनाले एकचोटि एनएमईसँग चाहिँ कारोबार गर्दाखेरि कस्तो हुन्छ भनेर तपाईँले सोचिरहनु भएको छ भने एकदम आँखा चिम्लेर कारोबार गर्दा फरक पर्दैन। एकदम ब्याज दरको हिसाबले, सबै चिजको हिसाबले तपाईँले जुन लोन लिन चाहँदै हुनुहुन्छ, स्पेसल गरी मैले त होम लोन लिएँ, मैले बुझिरहेको छु होम लोनको बारेमा भन्न चाहनुहुन्छ भने एकदमै तपाईँहरूले चाहिँ आएर चाहिँ एनएमई ब्याङ्कसँग कन्सल्ट गरेर आफ्नो लोनलाई चाहिँ अगाडि बढाएर एकदम तपाईँहरू पनि घर लिन चाहनुहुन्छ भने ट्याक्क होम लोनको लागि स्पेसल गरी आएर एनएमई ब्याङ्कमा आएर बुझेर चाहिँ आफ्नो उसलाई चाहिँ अगाडि बढाउनु भयो भने एकदम बेस्ट हुन्छ। सजेसन म गर्न चाहन्छु तपाईँहरूलाई, एकदमै राम्रोभन्दा राम्रो हाम्रो एनएमई ब्याङ्कमा चाहिँ मैले पनि कारोबार गरिरहेको छु, तपाईँहरू पनि गर्नुहोला। धन्यवाद। भरोसाको सम्बन्ध मार्फत सम्भावनालाई वास्तविकतामा बदल्नु नै एनएमबी ब्याङ्कको लक्ष्य हो। हामीलाई थाहा छ घर केवल संरचना मात्र होइन, परिवारका लागि सुरक्षित भविष्यको सुरुवात हो।